अब म चाहिँ यहाँबाट मुभ भएँ। अब यो उकालो त्यो बाटो छ होइन, पेलिया। अब यो बाटो चाहिँ म चाहिँ घरबाट हिँडिसकेँ र यो बाटो चाहिँ यो सहर बजार हो भनेदेखि यो कुखोला चोक भन्थ्यो होला होइन, तर अहिले यो चाहिँ टक्कसँगले गाउँमा भएकोले गर्दाखेरि यसलाई चाहिँ यसको ठाउँ चाहिँ कुखोला। यो चाहिँ नेपालीमा भन्दाखेरि चाहिँ यो पकाउने खोला, कुखमा नै पकाउने हो नि त, पकाउने खोला। अब यो खोला चाहिँ अब बर्खामा मात्रै पानी हुन्छ, अहिले छैन। कुखोला यहाँ समेत भन्छ। अब यो टर्निङ छ, टर्निङदेखि फेरि अब अर्कै नाम छ। अब यता चाहिँ अब यहाँदेखि कुखोला भयो। अब यसको नाम के राख्ने भनेदेखि यो चाहिँ अब आहाल डाँडा। यहाँ चाहिँ पहिला हाम्रो बाजे बजूको घर हुनुहुन्छ, यहाँ माउलोको बाजेहरूको। यो चाहिँ बाजे बजूको घर, अनि पहिला यहाँ आहाल थियो, अनि त्यही भएर यहाँ आहाल डाँडा। यो चाहिँ अब आहाल डाँडा चोक, तर गाउँमा भएकोले आहाल डाँडा मात्रै। अब यहाँदेखि यता चाहिँ सिम्मल गइरा। पहिला यहाँ सिम्मल थियो अरे, तर अहिले यहाँ सिम्मल छैन। अब यसको यो ठाउँको नाम चाहिँ सिम्मल गइरा। अहिले किरागारीहरू छ। अब चोकको नाम चाहिँ, यो ठाउँको नाम चाहिँ सिम्मल गइरा। अनि चाहिँ म चाहिँ फाइनली अहिले सिम्मल गइरामा आइसकेको छु। यो चाहिँ हाम्रो सिम्मल गइरा हो। सिम्मल गइरा भनेर चिन्न सकिन्छ। बाटो चाहिँ अलिकति अप्ठ्यारै छन्, यस्तोहरू छ। यो बाटोमा बाइक कुदाउनेहरू मान्छेले लाइसेन्स पनि सजिलैसँग निकाल्न सक्छ, किनभने धेरै अप्ठ्यारो बाटोहरू छ यो होइन। किनभने हुन त पहाडको बाटोमा यस्तै हुन्छ, पहाडको बाटोहरू होइन, खासमा साना बाटो यस्तो छ बाटो होइन। यो बाटोमा कुदाउने मान्छेले लाइसेन्स मजाले निकाल्न सक्छ जस्तो लाग्छ मेरो अनुमानमा। हुन त म पनि लाइसेन्स प्राप्त मान्छे हो, त्यही पनि कहिलेकाहीँ मजाले पछाडिन्छु, त्यही भएर भनेको। यो चाहिँ अब हिलापु डाँडा हुन्छ यसलाई, हिलापु डाँडा। यहाँ चाहिँ दाउराहरू काट्दै हुनुहुँदो रहेछ बाटोमा। अब यो हिलापु डाँडा, अब हिलापु डाँडा आइसक्यौँ हामी गफ गर्दै गर्दै। अब हिलापु डाँडामा आइसक्यौँ। अब यहाँबाट हिलापु डाँडादेखि अलि माथि चाहिँ अब देवीथान डाँडा भन्छ, र यहाँबाट चाहिँ हाम्रो घरहरू तल पर्छ होइन, तिन टर्निङ तल पर्छ। र यो एरिया चाहिँ मास्तिर चाहिँ हाम्रो गाउँमा रहेको देवीको थान छ, त्यही भएर देवीथान डाँडा राखेको हो। हामी चाहिँ देवीथान डाँडा आइसकेको छौँ अहिले। अनि यो चाहिँ हाम्रो बाटो त राम्रै थियो, तर अलिकति अस्तिको दसैँभन्दा पछाडिको पानी लगातार वर्षाको कारणले गर्दाखेरि बाटो बिग्रेको। फेरि सोच साह्रै फेरि छिटै नै यो काम हुँदैछ, किनभने अहिले त बाइक मात्रै कुद्छ। अलिकति सोच साह्रैहरू भइदियो भनेदेखि यहाँ अटो अनि ट्र्याक्टर अनि सानो गाडीहरू कुद्ने बाटो छ यो। तर अहिले चाहिँ सानो गाडी कुद्दैन, बाइक मात्रै कुद्छ। यो चाहिँ हाम्रो गाउँको अब गाउँको यो हाम्रो अहिले पनि हामी देवीथान एरियामै छौँ। उसको यता त अप्ठ्यारो छ कि देवीथान भन्छ यसलाई। अहिले पनि हामी देवीथान एरियामै छौँ र हाम्रो गाउँको चाहिँ चोकहरूको नाम यस्तो छ है। यो चाहिँ हाम्रो रुपिन्द्र भाइहरूको बारी हो। रुपिन्द्र भाइहरूको घर आइपुग्न लाग्यो।
यहाँदेखि माथितिर चाहिँ रुपिन्द्र भाइहरूको घर हो। यहाँ चाहिँ यो पनि रुपिन्द्र भाइहरूकै हामी जग्गामा आइसकेको छौँ भने त्यहाँदेखि माथि रुपिन्द्र भाइहरूको घर हो। म चाहिँ एकदमसँगले आज हाम्रो गाउँमा आएको रोड देखाउँदै बाटो पनि कस्तो छ सके समेत एकदमसँगले यो भिडियो चाहिँ म धेरै माया गरेर राख्ने कोसिस गर्दैछु। यो भिडियो चाहिँ म युट्युबमा र फेसबुकमा अलिकति टिकटकमा पनि राख्ने कोसिस गर्दैछु। र यहाँ चाहिँ अलिकति ठाडो बाटो छ, अप्ठ्यारो बाटो छ, किनभने यो हाम्रो कहाँको बाटो भनेपछि यो चाहिँ हाम्रो देवथाने पर्छ भयो। यहाँ चाहिँ यसलाई पनि आप्पाखा भन्छ। यो आप्पाखाको आँपको रुखमा धेरै ठुलो थियो हाम्रो पहिला आप्पाखा भनेर चिन्न सकिन्छ यो ठाउँलाई। आप्पाखाको बाटो हो यो। यहाँ चाहिँ पहिला आँपको रुख धेरै ठुलो भएकोले गर्दाखेरि यसलाई आँपको फेड अनि आप्पाखा भनेर पनि चिन्न सकिन्छ। अब यहाँ माथि चाहिँ चिउरी बोट छ, चिउरीको बोटहरू छ, चिउरी बोट। अब यहाँ चाहिँ अलिकति चिउरी अनि यो अरू रुख भएकोले गर्दा बाटो अलिकति अप्ठ्यारो छ, बाइक चढ्दै चढ्दैन। म साथी समेत कोसिस चढाउने कोसिस गर्छु। बाइक चाहिँ फाइनली यस्तो अप्ठ्यारो बाटोमा पनि फाइनली बाइक चाहिँ चढ्यो। यो चाहिँ भयो चिउरी बोट भन्छ यसलाई। बाटो चाहिँ यो गाउँको सबैभन्दा अप्ठ्यारो ठाउँ भनेर पनि चिन्न सकिन्छ। तर 200 अपाचे बाइक हो, त्यही भएर यो चाहिँ धेरै पहाडको बाटोमा जस्तो उकालोमा पनि अगाडिको ह्यान्डल छोड्दैन भनेदेखि यो चाहिँ चढ्न चाहिँ यसले चाहिँ चढि नै रहन्छ। यो चाहिँ हाम्रो गाउँको भलिबल ग्राउन्ड हो। यो ठाउँमा चाहिँ हामी धेरै भलिबलहरू पहिला खेल्यौँ पनि। पहिला उमेरको हिसाबले 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23 पोहोरको साल समेत खेल्थ्यो भनौँ न, मजाले खेलिन्थ्यो। यसपालि चाहिँ अब खासै खेलेर गाउँमा पनि कोही छैन। जस पहिला हामी 8-9 कक्षादेखि जस +2 सकिँदा समेत खेलेको ग्राउन्ड हो यो। एकदमसँगले स्कुल टाइम गेमहरू खेलिन्थ्यो। यो ठाउँ चाहिँ एकदम अविस्मरणीय छ। यो ठाउँमा खेलेको खेलहरू सबै साथीभाइहरू भेला हुने, अझ रमाइलो चाहिँ दसैँ तिहारको बेला चाडपर्वको बेला विदेशमा भएको साथीहरू पनि आउने, दाइहरू आफन्तहरू है, साइनले काका अङ्कलहरू सबैसँग भेला हुने दसैँमा। अनि देउसी खेल्यो, रमाइलो गऱ्यो। तिहारमा हामी गेमहरू खेल्ने एकदम राम्रो पहिला खेल्थ्यौँ। र गफ गर्दा गर्दै म चाहिँ यो ठाउँमा आइपुगेको छु। यो ठाउँ चाहिँ हाम्रो सास्कु भन्छ, सास्कु चोक हो यो ठाउँ चाहिँ। सास्कु भन्ने ठाउँमा आइयो। यहाँबाट अर्को गाउँ जाने रोड छ उतापट्टि, र म चाहिँ यतापट्टि यो हामी सिधै हाइवे निस्किने। अब हाइवे निस्किनलाई धेरै लाग्दैन, सरासरी गर्ने 5 मिनटको बाटो हो एकदम। तर म आज भिडियो मजाले देखाउँदै गएकोले गर्दाखेरि बिस्तारै जान्छु। भिडियो अलिकति थोरै लामो हुनसक्छ, मजाले हेरिदिनु होला भन्न चाहन्छु। र यो चाहिँ अहिले हामी फाइनली सास्कुमा आइपुगेको है त, सास्कुमा आइपुगेको छु। र यहाँ अलिकति थोरै रेस्ट गरौँ है त। ल भिडियो चाहिँ भएको छ कि छैन भनेर रेस्ट गर्नु खोजेको, भिडियो भइरहेको रहेछ। म अहिले गाउँको धेरै गाउँको बिचमा आइसकेको छु। यो ठाउँलाई पनि सास्कु भन्छ। पहिला यहाँ राजकुमार अङ्कलको घर थियो, अहिले त छोडेर जानुभयो माथि तल। यो चाहिँ घर हो, यो ठाउँमा चाहिँ घर थियो पहिला। र अब सास्कुबाट हामी अब यहाँ समेतको भाग सास्कु। अब यो उकालो बाटो छ, यहाँदेखि उकालो भन्छ 3 तले, 3वटा तला भएकोलाई 3 तले भन्छ। यो ठाउँलाई पनि 3 तले भन्छ। अनि यो चाहिँ 3 तले हो, 3 तले ठाउँ। र यहाँ यो त गोरुको रहेछ। मैले गर्दा गोरुको बिचको त हो। ओहो, कहाँबाट कहाँ हिँडेको यो गोरुहरू?
पछाडि जाउँ भने दौडिन्छ। कसको गोरु हो? कोही छैन वरिपरि। छ्यामै गोरु तपाईँहरूको हो? ला उता पो दौडेर गयो। गोरु चाहिँ एकदम खाल दौडिँदै गयो। त्यही पनि म अब पछि आफ्नो गाउँको बाटो देखाउँदै म जाँदैछु। म फाइनल्ली यहाँ आइपुगिसकेँ। यो भन्छ सासकुकै माथिल्लो भेगो र गोरु चाहिँ दौडिरहेछ। गोरुलाई चाहिँ म जित्ने कोसिसमा गर्दाखेरि पनि गोरु पछि ओहो यिनीहरू त दौडै गयो त हौ। यिनलाई कसरी म जितौँ त हौ। तर अब जसरी पनि जित्छु यो गोरुलाई। यहाँबाट म गोरुलाई जितेर म अगाडि जान्छु। गोरु चाहिँ पछाडि घन्टो दौडिसक्यो त हौ। माले होरी गोरु चाहिँ मबाट दौडेछ होरी। म चाहिँ यहाँबाट चाहिँ अब यस्तो हाल्नुपर्ने हुन्छ है गोरुलाई चाहिँ माथिल्लो भेगमा छोड्दै म चाहिँ अब अगाडि लागेँ। गोरुलाई लखड्दै यो चोकहरूको नामहरू फेरि बिर्सिन लागेछु। अब फेरि यही चोकको नामहरूलाई म फेरि सुरु गर्दैछु। फेरि हाम्रो यो चोककै नाम भन्न गइरहेको छु। यो हाम्रो चोकको नाम चाहिँ रहेको छ यो अनि सास्कु भन्ने यसलाई पनि सास्कुको यो र यहाँ सास्कुमा आइपुगेको छु। र अब हाम्रो गाउँ चाहिँ सानो छ, जम्मा 28वटा मात्रै टोटल जोड्दाखेरिमा। र त्यसपछिको 28वटा घरमध्येको हामी सिरान घरमा आइसक्यौँ। अब त्यहाँ उकालो चाहिँ घर छैन। अब बाख्रो टर्निङमा चाहिँ एकैचोटि हाइवे भेटिन्छ। यो चाहिँ म सिरान घरमा आइसकेको छु। त्यो चाहिँ हाम्रो सिरान घर हो। यसलाई चाहिँ कुच्यापु भन्छ। कुच्यापु यो चाहिँ हाम्रो कान्छा अङ्कलहरूको घर हो। यो चाहिँ हाम्रो कान्छा अङ्कलहरूको घरमा आइसकेँ। अब यहाँबाट फेरि टर्निङ छ। अब म चाहिँ सिधै जानुपर्ने हुन्छ यतापट्टि गयो भने माथिल्लो टर्निङमा आयो भनेदेखि यता चाहिँ हाम्रो अङ्कलहरूको घर। अब यो चाहिँ एकछिन ग्याप राखौँ है त। लास अब यो हाम्रो चाहिँ सिरानगढबाट चाहिँ हामी फेरि जाँदैछौँ। अब जाँदै अब यो पनि यहाँदेखि पनि यो सिरानगढलाई चाहिँ कुच्यापु भन्छ भनेदेखि अब यो चाहिँ सास्कु डाँडाले जाँदैछौँ हामी। अब यो माथिल्लोदेखि चाहिँ माथिल्लो डाँडा चाहिँ हाइवे डाँडा हो। हाइवे डाँडा चाहिँ हाइवे मेन हाइवे रोड हो। यहाँ चाहिँ हाम्रो खोटाङ जिल्लाको सदरमुकाम हलेसी महादेवी थान लगायत यो एरिया र भोजपुरतिरबाट जाने गाडीहरू र त्यो ठाउँबाट आउने गाडीहरू चाहिँ यही माथिल्लो बाटो भएर जाने गर्छ। र अहिले चाहिँ हाम्रो गाउँको सास्कु एरिया यो भन्छ सास्कु भन्छ यो ठाउँलाई सास्कु चोकमा आएको छु। भिडियो अलिकति लामो भयो, लामो हुनसक्छ। कृपया माया गरिदिनु होला, हेरिदिनु होला हाम्रो गाउँ कस्तो रहेछ भनेर चाहिँ कस्तो छ भनेर हेर्नु होला।
र मलाई पनि अहिले केही वर्ष अगाडि चाहिँ यो ठाउँमा बाटो थिएन, अहिले त यसरी गाडी चाहिँ भएको छ। अब त्यो केही वर्ष पछाडि कस्तो होला भनेर एउटा क्षण बन्छ, एउटा स्मरण हुन्छ, त्यही भएर मैले यो भिडियो बनाएको हो। र यो चाहिँ हाम्रो सासपुरको हाम्रो गाउँको सबैभन्दा टपको अन्तिम मोड हो। त्योभन्दा माथिल्लो मोडहरू चाहिँ एकदम भने हाइवे बाटोहरू भेट्न सकिन्छ। एकदम हाइवे बाटो हो यो, त्यसलाई पनि सासपुर नै भन्छ होइन। हाम्रो एरियाको ढुङ्गाहरूलाई पनि हामीले भेट्छौँ। झन् भिडियोमा राम्ररी बनाऊ भन्छु, झन् ढुङ्गा ताकिँदै हिँड्छ त बाइकले। र मैले कुदाउनु अलिकति नजानेको होला, अब त बाइक त ठिकै कुदिरहेको छ। अब मैले चाहिँ बनाउनु नजानेको हो र म आफूलाई म माथि चाहन्छु, किनभने सजिलो छ नि त। आफूले आफूलाई माथि लानुपर्छ, दिइ पनि हालिन्छ है। किनभने आफूले आफूलाई कार्य गर्न कसैले पनि चाहन्छ, त्यही भएर सजिलो छ। आफूले आफूलाई म सरी भन्न चाहन्छु। र यो चाहिँ हाम्रो चैते डाँडा भन्छ। यो चाहिँ हाम्रो पहिलेदेखिको चलिआएको नाम हो, चैते डाँडा भन्थ्यो। अब पहिलेदेखिको चैते डाँडा। र अब हामी चाहिँ चैते डाँडामा हामी छौँ। चैते डाँडादेखि चाहिँ यो चाहिँ मेन हाइवे पर्छ। अनि चाहिँ यो हाम्रो गाउँ जाने शाखा रोड यही हो। र हाम्रो गाउँ पनि त्योदेखि मुनि पर्छ। र गाउँ हाइवेदेखि अलिकति राम्रो बाटो हुन्छ, धेरैको होइन, 5 मिनटको बाटो हो। तर बिस्तारै आउँदै जाँदाखेरि भिडियोमा अलिकति लामो भयो होला, त्यही भएर अप्ठ्यारो छ। यो चाहिँ हाम्रो मेन हाइवे रोड हो। यो चाहिँ यो ठाउँ चाहिँ सावधान दुर्घटना संवेदनशील क्षेत्र इलाका प्रहरी कार्यालय हालेसी खोटाङ